Welcome again to the part 9 of QBasic programming without using sub or function procedure. यो पार्टमा चाहिँ म तपाईहरुलाई फिबोनाची सिरिज जेनेरेट गर्ने कोड गरेर देखाउँछु। फिबोनाची सिरिज भनेको चाहिँ यस्तो सिरिज हो जसमा चाहिँ नेक्स्ट नम्बर इन द सिरिज आउनको लागि प्रिभियस दुईटा नम्बरलाई एड गरेको हुनु पर्यो है। फर एक्जाम्पल यहाँ 0 र 1 त हुने नै भयो, 0 र 1 प्रिन्ट गर्छौं। अब 0 र 1 आइसकेपछि अर्को नम्बर आउनको लागि 0 + 1 गर्नुपर्छ अनि यो आउँछ के, अनि यो नम्बर आउँछ। अब नेक्स्ट आउने भने 2 हो। अब 2 आउनको लागि 1 + 1 गर्नुपर्छ। अब 2 आइसक्यो, 2 आइसकेपछि 3 आउनको लागि 2 + 1 3, 5 आउनको लागि 2 + 3, 8 आउनको लागि 5 + 3 है। सो 0 + 1 1, अब यो 1 र 1 प्लस नेक्स्ट 1 जोड्दाखेरि 2, अब यो 1 यहाँ आएको थियो 1 + 2, 1 + 2 गऱ्यो भने 3, अब 2 र 3 छ, 2 + 3 गऱ्यो भने 5 है। सो यो चाहिँ फिबोनाची सिरिज हो। सो प्रोग्रामिङ गरौँ। सो कन्ट्रोल एस लाई नाम दिउँ फिबोनाची सिरिज भनेर। यस सीएलएस। अब यहाँ हामीलाई इनपुट कति चाहिन्छ त भन्ने कुरा आउँछ। इनपुट हामीलाई के हो भनेपछि कति नम्बरसम्म त्यो हामीले जेनेरेट गर्न खोज्ने त भन्ने कुरा हुन्छ क्या। मलाई 10 वटा अप टु 10 हैन, अथवा 10 वटा त्यो सिरिजमा 10 वटा नम्बर हुनु पर्यो, अथवा त्यो सिरिजमा 5 वटा नम्बर हुनु पर्यो हैन। कतिसम्म हामीलाई प्रिन्ट गर्नु पर्यो त्यो हामीले भन्नुपर्ने हुन्छ। त्यही नै हो हाम्रो इनपुट है। इनपुट इन्टर द कतिवटा नम्बर अफ टर्म्स चाहियो त्यो इन्टर गर भन्यो हैन। मलाई चाहिएको भनेको म ल 10 वटा टर्म चाहियो नि हैन, यसै 10 राख्ने हैन। सो म एउटा भेरिएबलमा राख्छु डी है। डी भन्ने भेरिएबलमा राखे कति 10 वटा भनेर हैन। अब के हुन्छ भने चाहिँ हाम्रो त सुरुमा दुईटा 0 र 1 त हुनै पर्यो। त्यसको लागि म सुरुमै दुईटा भेरिएबलमा a र b भनेर भनौं। a र b मा हामी भ्यालु राख्छौं। a = 0 अनि b = 1 है। a र b भयो। अब सिरिज प्रिन्ट गर्ने print प्रिन्ट द फिबोनाची सिरिज इज फिबोनाची सिरिज कुन हो भनेर यहाँ प्रिन्ट गर्ने। अब प्रिन्ट गर्नको लागि है त हामीले लुप लगाउनु पर्छ। हामीलाई किनकि 10 वटा चाहिएको छ नि त, 10 वटा त प्रिन्ट हुनु पर्यो। फर i = कतिदेखि 1 देखि 1 to n d 1 to d सम्म जाने भयो अनि प्रिन्ट गर्ने। यहाँ मैले नेक्स्ट आई गर्दै है, न त त्यो रातो देखाइ गर्छ के। ओके नेक्स्ट। अब यो लुप भित्र हुँदाखेरि के गर्छु म प्रिन्ट a है। मेरो अन्तिममा गएर भ्यालु a मै बस्छ। सो म a लाई प्रिन्ट गर्छु है। जुन हामीलाई प्रिन्ट गर्नुपर्ने हो त्यो a मा बस्छ। a मा कसरी बस्छ भन्ने कुरा यहाँ अब फर्दर देखाउँछु। ट्याब c भन्ने भेरिएबल एउटा अर्को बनाउँछौं। c चाहिँ के हो, a र b को सम हो है। प्रिभियस दुईटाको सम हुनुपर्छ भने नि त। सो a + b हो। अब a + b भएपछि त्यो c मा गएर बस्छ। अब c लाई हामीले कहाँ पुर्याउनु पर्यो, a सम्म पुर्याउनु पर्यो। तर त्यो भन्दा अगाडि हामीले दुईटा नम्बर चेन्ज गर्नुपर्छ। के गर्नुपर्छ भनेपछि a लाई अब के गर्छौं, a मा चाहिँ b को भ्यालु राखिदिन्छौं अनि b मा चाहिँ के को भ्यालु राख्छौं, c को भ्यालु राखिदिन्छौं है। ठीक छ। a मा के को भ्यालु आयो, b को भ्यालु आयो, b मा के को भ्यालु आयो, c को भ्यालु आयो है। c मा के छ, यो a र b को सम छ। पहिला एड हुन्छ, एड भइसकेपछि यी नम्बर चेन्ज हुन्छ। किनकि नम्बर चेन्ज गरेर एड गर्यो भने त्यो पहिल्यै चेन्ज भइसकेको छ, गलत रिजल्ट आउँछ। सो यो भइसकेपछि हाम्रो प्रोग्राम यति नै हो। इन गरिदिन्छौँ इन। सो यसले चाहिँ हाम्रो के गर्छ, फिबोनाची सिरिज जेनेरेट गर्छ। यसलाई म रन गरेर देखाउँछु। F5 गरेपछि त्यो रन हुन्छ। रन यहाँ आउटपुट देखिसक्यो। के भनेको छ, इन्टर द नम्बर अफ टर्म्स यु वान्ट। मलाई 10 वटा नम्बर चाहिएको छ 10। सो 10 सम्म उसले के गर्यो, फिबोनाची सिरिज जेनेरेट गर्यो है। 10 सम्म के आयो, फिबोनाची सिरिज 0 1 1 2 3 5 8 13 21 34 है। अब हैन मलाई 5 सम्म चाहिएको थियो भने चाहिँ अब 5 नम्बर अफ टर्म्स 5। सो 5 सम्म 5 वटा मात्रै आउने भयो है। यसरी फिबोनाची सिरिज जेनेरेट हुन्छ। अब कसरी रन भइरहेछ त म यो लुप देखाउँछु हैन, कसरी एक्जिक्युट भइरहेछ त यो नम्बर। सो हाम्रो डी
डीमा हामीले कति दियौँ रे, अहिलेलाई लो नम्बर दिउँ किनकि आउटपुट हेर्न सजिलो हुन्छ। 4 भनेपछि हाम्रो यतिवटा आउनु पऱ्यो है, 0 आउनु पऱ्यो, 1 आउनु पऱ्यो, 1 आउनु पऱ्यो अनि 2 आउनु पऱ्यो है, यहाँसम्म आउनु पऱ्यो किनकि 4वटा भयो नि त। ओके, सो यति हामीलाई देखिनु पऱ्यो। डी इक्वल टु 4 भइसकेपछि अब के हुन्छ, सो ए र बी एउटा त यही नै भइगयो होइन। त सिरिज इज भन्यो अनि प्रिन्ट फर लुप 1 देखि डीसम्म जाँदाखेरि लुप चेन्ज। अब 1 देखि कहाँसम्म 1 टु डी भने हाम्रो कति 4 सम्म जाने हो नि त, ठिक छ। प्रिन्ट ए भन्यो, अब सुरुमा ए कति छ 0 छ, 0 प्रिन्ट भयो है, कमा। अब त्यसपछि तल सी, सीमा के भनेको छ भने सी भनेको चाहिँ ए र बी को सम हो। ए कति छ 0 छ होइन, बी कति छ 1 छ, यो दुईटा जोड्दाखेरि कति आउँछ 1 आउँछ है। अब 1 भयो, अब एमा कुनको भ्यालु जाने हो, बी को भ्यालु, बीमा के छ पहिलेदेखि, सो एमा बी को भ्यालु जाने हो भने ए इक्वल टु बी, बी भनेको कति छ माथि है, हाम्रो बी अहिलेसम्म चेन्ज भएको छैन, बी भनेको माथि कति छ 1 छ, सो 1 छ भनेपछि एमा कति भयो हाम्रो इक्वल टु 1 भयो है। अब त्यसपछि बी, बीमा सी को भ्यालु जाने हो, सी हाम्रो कति आएको छ माथिबाट, यहाँबाट हेर्ने हो भने यो 1 आएको छ, सो सीमा कति भयो, फेरि बीमा कति भयो 1 भयो। अब नेक्स्ट आई भनेको हाम्रो सुरुमा 1 थियो नि त, आई 1 थियो, एउटा प्रिन्ट भएको थियो होइन, 0 प्रिन्ट भएको थियो। नेक्स्ट आई भने अब कहाँ पुग्यो, यहाँ आई पनि चेन्ज भइरहेको छ, आई सुरुमा कति थियो 1 थियो, अब नेक्स्ट आई भनेको आई इक्वल टु 2 भयो, सेकेन्ड टर्म आउने भयो। सेकेन्ड टर्म भनेपछि प्रिन्ट ए गर्यो, एमा के छ 1 छ, सो 1 प्रिन्ट हुन्छ होइन। अब त्यसपछि कमा। अब सी, सी के हुन्छ भनेपछि ए र बीको सम हो, एमा कति छ 1 छ, बीमा कति छ 2 छ, सो एमा 1 बीमा 1 अनि दुईटै जोड्दाखेरि कति भयो 2 भयो। अब 2 कहाँ बस्यो सीमा बस्यो। अब एमा फेरि के हो भने बीको भ्यालु आउने भने बी कति छ 1 छ होइन, बीमा 1 छ भनेपछि त्यो 1 चेन्ज रहेन होइन, भएन किनकि बीमा पनि 1 छ नि त। अब सीमा 2 छ, 2 चाहिँ बीमा जाने भयो, सो बी के भयो 2 भयो, ठिक छ। अब नेक्स्ट आई भनेपछि अब यहाँ गयो फेरि, अब आई इक्वल टु थर्ड टर्म, अब थर्ड टर्म प्रिन्ट होला है, थर्ड टर्म हाम्रो के भयो प्रिन्ट ए भयो, ए हाम्रो कति छ 1 नै छ नि त, सो 1 प्रिन्ट भयो, कमा। सी भनेको के हो ए प्लस बी हो, ए हाम्रो कति छ 1 छ, बी कति छ 2 छ, सो 1 प्लस 2 अरे 2 कति भयो 3 भयो, 3 होइन। अब 1 प्लस 2 3 भइसक्यो, एमा अब बीको भ्यालु जाने, बी कति छ 2 छ होइन, सो बी को भ्यालु एमा जाँदाखेरि ए इक्वल टु 2 भयो। अब बीमा चाहिँ सी को भ्यालु जाने, सी भने कति छ 3 छ, सो 3 भयो। सो अब यो कन्टिन्यू रहन्छ। नेक्स्ट आई भन्यो, अब नेक्स्ट आई हाम्रो कहाँ हो आई इक्वल टु 4 सम्म जानुपर्ने हो नि त, 4 पुग्यो। अब पुग्यो भने चाहिँ नेक्स्ट आई भनेको ए प्रिन्ट ए भनेको के छ 2 छ होइन, सो 2 छ भने चाहिँ यहाँ 2 प्रिन्ट हुने भयो। अब त्यसपछि यो कन्टिन्यू रहन्छ, के हुन्छ 2 प्लस 3 कति आयो 5 आयो, अनि यहाँ चेन्ज भयो। अब एमा बीको भ्यालु आउँछ, बीको भ्यालु भने 3 हो, अनि बीमा सीको भ्यालु आउँछ, सीको भ्यालु भने 5 हो। अब नेक्स्ट आई छ त छैन, मतलब आई 4 भइसक्यो। अब यो क्लोज हुन्छ, 5 क्यालकुलेट त भएको छ, यो क्यालकुलेट तर प्रोसेस रन हुँदैन किनभनेपछि 4 सम्म जाने भनेको। नेक्स्ट आई भयो सक्यो इन, अनि यसरी चाहिँ हाम्रो फिबोनाची सिरिज जेनेरेट भएको हो। होप यु गाइज अन्डरस्टुड। प्रोग्राम बुझ्यो भने कमेन्ट गर्नु होला, बुझ्यो भनेर, अनि भिडियो मन पऱ्यो भने लाइक सेयर पनि गरिदिनु होला। अनि यस्तै भिडियोजहरूको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन आइकन पनि अन गर्नु होला, ताकि मैले फ्युचरमा फर्दर भिडियोजहरू अपलोड गरेपछि तपाईँहरूलाई जानकारी होस् समयमै। थ्याङ्क यू फर वाचिङ, सी यू अन नेक्स्ट पार्ट।